बिहान हामी यसो पट्टि ल्याएर अब ब्लग्सलाई बनाउनु काम जान्छ हामी जान्छौँ घुम्नु लागि जान्छौँ यता पनि ब्लगर छन् हाम्रो नवीन दा वान अफ द हिरो जरा सोला बोकेर अर्को खै जाने आशा गरेँ हाम्रो हिरो चाहिँ टाइम लाग्यो हाम्रो हिरो with the iPhone 14 Pro Max. Oh, के खोजे हाँ अभी के खोजे ओहो हिरो हामी कहाँ जाँदा रे कस्तो सालले भन्छ केटा आजदेखि हामीले ब्लग सुरु गरेको छ तलाएर अब के गरेर बस्दा झरिसक्यो नि अब त चट तलाएर बाहिर आइसक्यो यसो केही कार्यक्रम छैन बोतल टिप्ने हो सरक लगाएर बिहाको त नाचे बिहाको त नाचिदिँदा क्या तिरिक गर अब केही काम छ बोतल टिप्ने वाले यत्तिकै बिहाको त नाच सजाएर अब भिडियो बनाउँछ हिँड्छ अब कहाँ हेर यही तर जसको चाहिँ खतरा फोन आउँछ त्यसले कहिले भिडियो बनाउँदैन क्या यो जस्तो कि यो अल्छी जतिखेर हस्पोट छैन नबिन्दा कुदे जाडो निकै जाडो हाम्रो काम है ए पार्किङ छ एउटै भएको एउटै छैन के हिजो हामीले प्लास्टिकमा सामान लिएर आएको थिएन सामान छैन नि हिजो हामी प्लास्टिकमा त्यो मल्टिप्लकहरू लिएर आएको थियो नि त्यो प्लास्टिक कहाँ त्यो प्लास्टिक रुममा त्यो प्लास्टिक त त्यो चक्कुसँग तिनीहरूलाई दियो नि चक्कुसँग दिएको नवीन दाई दादा नवीन दाई भनेको के अमृत दाई त दानी केही छैन सिम पनि निकाल्नुपर्छ चेटले होइन त निकाल्छ विश्व ब्लग हो ए हेलो गाइस सन्तुले त भर्खर च्यानल युट्युब च्यानल खोलेको खोला त मैले पहिले खोलेको खोला त पहिले खोलेको पहिले हो टक्क माया देख्नुलाई यस्तो भन्नु के हुँदैन हाम्रो Betul mission nomornya street amal lagi sana ini betul betul ini sana bikin dulu macam setelah benar kau belajar sudah yang tepat beberapa Dulu bos. Rifle फोन भने दाइ सुतु जस्तो बुढोमा बिहान फोन गर्छ भन्छ बुढोलाई 1 घण्टा 1 घण्टामा आइपुग्नु पर्ने
फोन गर्छु भन्छु बुढासँग नि एकजना छारे साथी त्यो पो छ भन्दै थियो बुढालाई केही टेन्सन छैन हिजो केटाहरूले उता डस्टबिन छान्न लाएर होइन छानेको त्यो मान्छेलाई मारेको फुल हुन्छ नि त्यो चाहिँ हातमा आइदिइराख्यो सातौडी च्यान्डाडा भनेपछि त ब्रिटिस च्यान्डाडा Habibi come to Romania and to Romania जाओ तपाईहरुलाई यसरी काट्नु पर्यो भने तपाईहरु जहिले जेब्रा क्रसिङ प्रयोग गर्नुहोस् जेब्रा क्रसिङ प्रयोग गर्दाखेरि जोसुकै गाडी रोकिदिन्छ जस्तै कि फर एक्जाम्पल यहाँ होइन दाइ जस्तै कि यहाँ अब यहाँ कहीँ गाडी आयो भने तर कुनै कुनैमा लाइट हुँदो रहेछ लाइट भएर गाह्रो केटाहरू पनि हुनुहुन्छ पैसा खाएको मेसिन चाहिँ उयो हो यार पुलिसहरू आउनु साह्रै लाग्छ दिल्ली त भिडियो भन्नु कस्तो गरायो छोटो यहीँ खाएको नआउँदा त्यसै कारले अझै अड्किँदा केटाहरूलाई हाल्नु गार्लाङ गुरुङ हाल्यो नि क्यामेरा यस्तो आउँछ यतिखेर कामै छैन काम नै छ क्यामेरा दिएको अलिक बिहान भेटाउने रात के गर्नु देखेको यति धेरै बोतल भेट्छु सी गाइस दिस रोमानिया फुलहरू यहाँ धेरै गाड्छ यहाँ जस्तै परेवा छ यहाँ परेवालाई खानालाई छुट्टै छुट्टै लगाएर होला त्यहाँ फिसिङ गर्न मिल्छ हामीले बसेर बसिरहेको केटा आनन्दले बसिरहेको राइफल बुढो पनि आउँदैछ हाम्रो चट्टे ल्याएर हामीले अहिले धेरै त छैन यति कलेक्ट गर्यो दाइको त्यहाँ हामीले धेरै नै कलेक्ट त गऱ्यो है आएको गाडी त हाम्रो केटाहरू पनि त्यही छन् केही काम नभएपछि के गर्ने बोतल टिप्ने एकछिन भयो नि हुन्छ होइन दाइ खानाको लागि पुग्छ होइन त भरेको लागि चट्टा मासु आउँछ क्या मासु आउँदैन मासु महँगो हामी त कतिजना 6 जना भयो नि अब 17 त्यो मटर चाहिँ नहाल्नु पर्ला दाइ त्यो नराखेको जस्तो भयो कि हुस्स गनाउनु दे हाम्रो विश्व सोल्ती ऊ सेट ल्याएर आउँदै वाट सनराइज यहाँ छ खतरा भिडियो देखेको छु म तिमीहरूलाई ल खोलाको खोला बगेर र माछा छ हौ यो खोलामा यार त्यहाँ खोला हुन त यो ड्याम हो यत्रो ठुलो गाडी नि अरे कुरो हो क्या चिजो छ यार ऊ त्यो फुल चाहिँ खतरा देखिन्छ यार ऊ त्यो व्हाइट कलरको
अब एकछिन रेस्ट गर्ने हामी चट्टा ल्याएर केटाले हेर्छ नि चट्टा ल्याएर हामी रेस्ट गरौँला भरेतिर भेटौँला अब भात खानुपर्छ एकछिनमा गएर फुल चाहिँ दामी खायो त्यस्तो गरे पो नेपाली अलि प्रगति हुन्छ त केटाहरू जिम सिम हान्दैछ चट्टा ल्याएर ऊ अर्को बोतल हालेर टुलु गएर अब आफ्नो जिम आफै हान्नुपर्छ यहाँ चट्टा ल्याएर यस यस लगाइछु सेट ल्याएर अब आफ्नो कार्यक्रम गरौँ हामी चाहिँ ट्रेडमिल हान्छौँ ट्रेडमिल भोसडीको यहीँ जाँदा थिएँ नवीन दाई ऊ कुलुङ गर्दा ल अर्को ठाउँ आइसक्यो सबभन्दा राम्रो ठाउँ चाहिँ यता हो केटा अब बोतल व्यञ्जनलाई एउटा भयो त्यहाँ छ के गर्नु कोही गर्लफ्रेन्डहरू तनै फुल हेर यहाँ फुल वाच दिस फुल दिस इज चेरी ब्लोसम होला हुन्छ तिमीलाई चेरी ब्लोसम जे पनि पाइयो के पाइयो पाइयो देख्न सक्नुहुन्छ जसरी पाइयो भन्नुपर्छ नत्र छैयो हुन्छ साइको हुन्छ कस्तो यो क्यामेरै भएन कि अलिकति खतरा क्यामेरा किन्नु पर्छ जस्तो छ काम पनि सुरु भएन हाम्रो 3 दिन भइसक्यो हामी आएको कति भयो हामी आएको हुन्छ 2 वर्ष ओमा घन्टा घर केटा हो नेपालको माथि देख्छ घन्टा घर लगभग हाम्रो त्यो रुममा होला हौ 100 जना जस्तो चट्टा ल्याएर 100 जना सब नेपाली यहाँ इङ्ग्लिसको कुनै भ्यालु छैन इङ्ग्लिस पनि धेरैजनाले बुझ्दैन धेरैजना इङ्ग्लिस बुझ्दैन भने कस्तो छाडा बोलेको भने किन दिशा त मैले त के भने नि यो मान्छे हो नयाँ नयाँ शब्द निकाल्ने राणाजी हो अब मैले थाहा छैन यस्तो कुरा दाइ बिरालो हेर्ने व्यस्त खन कहाँ हो त्यतिकै पठाइरहेको भरे युट्युबमा हाल्नु पऱ्यो नि यसो के गरेर पैसा झऱ्यो भने त झऱ्यो त नि हुँदैन त्यस्तो भ्लग के रे के बकाला रे एकवटालाई चान्स दिनु तर यो पार्लियामेन्ट हो जस्तो लाग्यो दाइ उयो चाहिँ रोमानियाको झन्डा चाहिँ जस्तो कस्तो भने कुन कलरको हो यो रेड येल्लो अनि ब्लू रोमानियन झन्डा भर्खर सुरु गर्थ्यो कोही
राणाजी डस्टबिन हेर्ने व्यस्ता यता पनि भ्लग बनाउँदै छन् नवीन दाइ के छ खबर केटाको कहाँ र के छ खबर नवीन दाइ हेलो भन्नु मेरो भ्लगमा नवीन दाइ त्यो भ्लग चिन्दैन नवीन दाइले भ्लग चिन्दैन अरे ठिक छ हामी डलर चिनिन्छ नि त डलर आएपछि मात्र चिनिन्छ है रमन दाइ रोमानियाको मौसम त एकदम चिसो चिसो छ लास्टै लगभग 6-7 डिग्री सेल्सियस नै होला लगभग त्यसरी खैरेको छोराछोरीले हामीलाई आएर डु नट फिल्मी भन्दै थियो तिनीहरूले किन फिल्म सन्तोष तिम्रो के छ च्यानलको नाम हाम्रो मिस्टर क्रिसन मिस्टर क्रिस्चियन यस मेरो देखाइदेऊ न तिम्रो मेरो 20 टका भ्लग छ सबैले सब्स्क्राइब गरिदिनु होला Yes. पनि सब्स्क्राइब गरिदिनु होला गाइस यस यस भने यस अन्त के हो सुन्नु तिनीहरूले हाम्रो इङ्ग्लिस बुझ्दैनन् यहाँको जेसुकै भन्नु पनि पायो खैरेलाई ओ गाडी हेरौँ गाडी हामी 2 दिनमा केही नथाहा भने बोतल बेचेर पैसा कमाउँछ भने त्यो चाहिँ थाहा भयो दाइले यस्तोलाई बङ्कर भन्दै थियो यार नवीन दाइले बङ्कर भने त नवीन दाइ चुपचाप नवीन दाइ चुपचाप छ नि त ओ सेट साइडबाटै गयो त अब धेरै नबोलौँ अब हामी धेरै नबोलौँ अब हामी घरमा गएर बस्यौँ त्यस्तो ल्याएर पुलिस पनि हिँड्दैन जस्तो गाडी त BMW बाइक लिएरै जाने बोतल लिएर जाने खुले छैन चाहिन्छ त 9 बजी हुन्छ लाने पऱ्यो रुममा त्यसरी राम्रो कहाँ बस्ने बस्ने एउटा सिधा पार्कमा गएर बस्नु एकछिन म पार्कमा यहीँ हो दाइ यही त पार्क यहीँ हो दाइ कस्तो गाह्रो छ यार यहाँ त अब हाम्रो डिसाइड के भयो भन्दाखेरि हामी पार्कमा गएर बस्ने डिसिजन ओहो के गीत गाउनु थाल्यो